कन्सन्ट्रेसनमा यसमा भएको कारणले गर्दाखेरि WHO पनि बाध्य भएको यो सुपर फुडै हो भनेर। यो भन्दा ठुलो खाना यो संसारमा छैन। आमाको दुधबाट मात्रै पाउने चिज रहेछ। त्यसबाट यसलाई नेक्स्ट टु मदर मिल्क भनेर चाहिँ यसलाई चिनिन्छ। आयो हङ्गामा मचा अहिले गयो भन्ठानेछ मान्छेले। यस्ता कोरोनाको बापहरू आउन बाँकी नै छ अझै। अलि के खान्छ कति ठाउँमा खालि चिनी खान्छ। चिल्लो त यसै छै छ। अनि त्यसपछि समस्या धेरै म त अमिलो रहेछ खाना। त्यो अमिलो खानुपर्छ क्या। त्यसको पनि फाइदा चाहिन्छ हामीलाई। दान गऱ्यो भने कसैको जिन्दगी बच्छ। 120 दिनमा त दानै नगरे नि भित्रै मर्छ। जति खान्छ त्यति साग खाँदैन। त्यो मिठो त्यति लाग्दैन। मासु कति मिठो हुन्छ हो कि होइन? ग्रीन थ्योरी। ग्रीन भनेपछि मेरो मतलब हो त्यो ग्रीन पत्ता भएको खानेकुराहरू पत्ता खानुपर्छ भनेर डक्टरले भनेको कुरा क्या। त्यो ग्रीन पत्ता चाहिँ किन खानुपर्छ नि त भने त्यो ग्रीनमा हुने जुन क्लोरोफिल छ र हाम्रो ब्लडमा हुने हेमियोग्लोबिन छ यसको चाहिँ स्ट्रक्चर हेर्दाखेरि उस्तै देखिन्छ अरे के। अनुहार ठ्याक्कै मिल्यो नि जुम्लिया हो कि दाइबाई हो भनेर सोध्छ नि हामीले भने जस्तै त्यो चाहिँ दुईटाको एकदमै मिल्दो जुल्दो चाहिँ स्ट्रक्चर हुन्छ अरे। खालि यो न्युक्लियसमा मात्रै फरक के रहेछ भने क्लोरोफिलमा चाहिँ म्याग्नेसियम हुँदो रहेछ, हेमियोग्लोबिनमा चाहिँ आइरन हुँदो रहेछ क्या। फरक त्यति मात्रै हो। त्यसो भएर यदि हामीले यो क्लोरोफिल यदि बढ्ता खाइयो मतलब खाइयो भनेदेखि चाहिँ ब्लडमा हुने हेमियोग्लोबिन चाहिँ यदि कम छ भने तुरुन्तै बढ्ने रहेछ। किनभनेदेखि ब्लड बन्ने र मेटेरियल चाहिँ यो रहेछ क्या। त्यस भएर डक्टरले ग्रीन खाऊ भने। साउथ इन्डियातिर एउटा चलन मैले देखेँ। साउथ इन्डियामा एउटा करी पत्ता हुँदा हाम्रो नेपालमा पनि हुँदो रहेछ त्यो। हामीले त त्यो प्रचलन त्यति ल्याएको थिएन। साउथ इन्डियनहरू चाहिँ हरेक खानामा त्यो करी पत्ता हाले हुन्छ क्या। तरकारीमा केमा हरेक खाना सब्जीमा नुन चिनी हालेको त्यस्तै एकदम राम्रो हो त्यो करी पत्ता हाल्नु त। तर खाने बेलामा जब पस्केर लिएर आउँछ टेबलमा राखिदिन्छ खाने बेलामा चाहिँ त्यो मान्छेले क्या अब कति धेरैसँग सङ्गत गरियो नि त उता बाहिर हुँदाखेरि खाने बेलामा चाहिँ त्यो करी पत्ता झिक्दै त्यसलाई चाहिँ पन्छाएर बाँकी चिज खाँदो रहेछ ल्याएर कस्तो क्या। अब त्यो फाइदा होला भनेर राख्यो भने त परापूर्वै कालदेखिको चल्छ मान्छे त त्यो त खाँदो रहेछ। अब हाम्रो पनि बच्चालाई साग खा भन्दा कति कराउँछ हामी राम्रो होस् भनेर होइन खान मान्दैन खाँदैन। कोसिस हामीले कतिपय मान्छेले अब खान्छ मासु जति खान्छ त्यति साग खाँदैन। त्यो मिठो त्यति लाग्दैन। मासु कति मिठो हुन्छ हो कि होइन? भने जस्तै यो सागबाट चाहिँ त्यो कुरो फेरि अघि भने त पकाइने तरिका छ नि। साग खानु त राम्रो। फेरि उतैतिर हामीले चाहिँ गल्फतिर देख्यो त्यो गल्फमा चाहिँ छ नि त्यो पालक पनिर खाउँ भनेर हामी गयो। त्यो पालकलाई त यस्तो पकाइदिएछ हेर्नुहोस् यस्तो पकाइदिएर पेस्ट बनाइदियो। त्यस्तो पकाएर त त्यसबाट पाउने बेनिफिट अथवा त्यसमा भएको कति कैयौँ राम्रा चिजहरू चाहिँ त्यो नष्ट भइसक्यो। त्यस कारण त्यो खाएर पनि त्यसरी पनि भयो। सो त्यो चाहिँ खान सक्नु राम्रो। अब ब्लड कतिको इम्पोर्टेन्ट हुन्छ त हाम्रो शरीरलाई कतिको इम्पोर्टेन्ट हुन्छ। म एउटा सानो कहानी भनौँ। यस हामी चाहिँ केही समस्या थियो शरीरमा हस्पिटलतिर गइयो अनि प्याथोलोजिस्ट कहाँ पठाइदियो हामीलाई अलिकति त्यहाँ ब्लड टेस्ट गर्नलाई स्याम्पल दिनको लागि जानुहोस् भनेर। जब त्यहाँ गएपछि त्यो प्याथोलोजिस्टले अथवा नर्सले हामीलाई चाहिँ ब्लड झिक्छ नि अलिकति झिकिसकेपछि अनि झिकिन त झिक्यो त्यहाँ लिएर आइन्छ। घर आएपछि चाहिँ घरमा आएर ठुलो कहानी बताउँछ कि उसले त्यो नर्सले यत्रो मोटो सिरिजले यति रगत झिक्दियो इम्पोर्टेन्ट भएर थियो होला। तर फेरि कोही कस्तो छन् भने नि मान्छेहरू यो ब्लडको आयु भनेको 120 दिन हो भन्ने अलरेडी जाने छन्। ब्लड दान गऱ्यो भने कसैको जिन्दगी बच्छ। 120 दिनमा त दानै नगरे नि भित्रै मर्छ। अब भित्रै मार्नुभन्दा बरु दान दिँदा अर्काको जीवन बच्न सक्छ भनेर जानेर ब्लड डोनेसन गर्छन् बेला बेलामा क्या। कसैले गर्नुभएको छ गर्ने मान्छेले त्यो जानेर फेरि त्यो ब्लड बनिहाल्छ आइहाल्छ। अर्काको ज्यान बाँचोस् न खेर गएर जाने चिज दिन के भयो त भनेर त हो। अब त्यो ब्लड बन्ने चिज रहेछ र मेटेरियल यो ग्रीन
ग्रिन जब हामी धेरै खाइन्छ त्यो ब्लड त बनिहाल्छ, त्यो अलिकति ब्लड टेस्ट गरे भनेर त्यो चिन्ता गर्नुपर्ने केही पनि जरुरी छैन। डोनेसन गर्नेलाई थाहा छ, ऊ प्लास्टिकको ब्यागमा यहाँ हाँसिरहेको हुन्छ मान्छे, हेर फोटो खिच्छ होइन, हाँसिरहेको छ, त्यो ब्लड दिएछ, केही अप्ठ्यारो छैन। तर ब्लड बन्ने चिज चाहिँ खान जरुरी छ हामीले, त्यो हो क्लोरोफिल। हामीले खान त खाइन्छ होला, कस्तो तरिकाले त्यसलाई बनाएर खान्छ भर पर्छ त्यो क्लोरोफिल साँच्चै नै हामीले पाउँछ कि पाउन त्यसको फाइदा भनेर। र यसै पनि हामीले अलिकति कमै खाएको हुन्छ, खानुपर्छ भनेर चाहिँ उहाँले भन्नुहुन्छ। अनि त्यो क्लोरोफिलको लागि परिपूर्तिको लागि फेरि मान्छेले खान्छन् कि खान्न भनेर अर्को एउटा प्रडक्ट बनाइदिनु भएको छ जुन चाहिँ स्पाइरुलिना भन्छ। यो चाहिँ एक किसिमको लेउ हो, यो एक किसिमको लेउ भनेर ब्लड बन्ने चिज रहेछ भने त घरको वरिपरि पनि यहाँ त तालहरू धेरै देखियो, त्यतैतिर भएको लेउ खानु त फेरि अलि मिल्दैन होला। लेउ पनि थरी थरीको हुँदो रहेछ, यसलाई चाहिँ ब्लू ग्रिन एल्गे भन्छ। र यो डिएक्सनको चाहिँ यो जुन 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 स्पिरुलिना छ नि, यो चाहिँ 100% पल्प भएको स्पिरुलिना हो। र यति धेरै यसमा हरित कण हुन्छ कि हेर्नुहोस् कि यो बट्टाको पहिला यसो यो सानो सानो क्यान्डीमा हुन्छ कि यो खाइसकेपछि बट्टा एकचोटि पखाल्यो भने हरियो आउँछ, फेरि पानी हालेर पखाल्यो भने फेरि अझै हरियो आउँछ, अझै हाल्दै नि अझै आउँछ है। कसै कसै के भन्छ नि यो खाइ त सक्यो, बट्टा एकदम हेल्दी टाइपको रहेछ, प्लास्टिकै भए पनि। अनि यो चाहिँ हेल्थलाई नबिगार्ने खालको केही किचनमा चिजहरू सानो सानो चिज राख्नु हुन्छ, हिङ हाल्ने के हाल्ने हुन्छ भनेर मान्छेले यसलाई पखाल्न खोज्छन्। त्यो पखाल्नेलाई थाहा छ क्या होइन, पखाल्यो अझै सिद्धिन्न। त्यति धेरै हाई कन्सन्ट्रेसनमा चाहिँ यसमा त्यो ग्रिन भएको हो क्या, त्यो ग्रिन भनेको क्लोरोफिल हो। सो यो खाने गऱ्यो भनेदेखि चाहिँ एकदमै चाँडो चाहिँ यो हो। तर यो खाने गऱ्यो भनेदेखि चाहिँ मान्छेलाई चुसेर खाइराखेको देखिन्छ, मान्छेहरूले चुसेर खाँदा बढ्दा फाइदा पनि हुँदो रहेछ। र खाँदै गरेपछि यो पछि यसको टेस्ट पनि मन पर्दो रहेछ मान्छे। सुरुमा चाहिँ टेस्ट त्यति मन पर्दैन होइन, माछा जस्तो लेउ त हो, लेउको कस्तो स्वाद छ त्यस्तै। फेरि हाम्रो कम्पनी गर्छ भने त्यसलाई कोटिङ गर्ने आर्टिफिसियल चिजहरूले हाल्ने यस्तो होइन नि, यो त 100% यसलाई चाहिँ नेचुरल बनाउनु खोजेर जे छ त्यही हो, मन पराउनु पर्यो होइन। र अर्को पनि एउटा के भनाइ छ भनेदेखि डक्टरले बार के भन्नुहुन्छ भनेदेखि जे चिज जिब्रोलाई स्वाद हुन्छ त्यो चिज हाम्रो पेट र सम्पूर्ण शरीरलाई स्वाद हुँदैन। 6वटा स्वाद बनाइएको छ संसारमा भगवानले, हामीले होइन, त्यो खानको लागि हो। कसैले भन्छ म त अमिलो रहेछ खान्न, त्यो अमिलो खानुपर्छ क्या, त्यसको पनि फाइदा चाहिन्छ हामीलाई। कसैले टर्रो रहेछ भन्छ, खानुपर्छ, त्यो खानको लागि बनाइएको। र यो जसले मिलाएर खान्छ यो टेस्टहरू, कसैबाट केमा पाउँछ, कोही चिज टेस्ट केमा पाउँछ, यो सबै चिज खाने चिज हो, त्यो सबै स्वाद खानुपर्छ अरे। हामीले खालि गुलियो मात्रै मन पराउँछ धेरै। त्यसो भएर ऊ तपाईँले भनेको अहिले के अरे हाम्रो इन्डियाको प्राइम मिनिस्टरको गाउँ गुजराततिर खाले मिठाई त्यसै उतातिरका साथीहरू धेरै खराब शरीर लिएर बस्ने कारण त्यसै हो त। कति ठाउँमा खालि नुनै नुन खान्छ, कति ठाउँमा खालि चिनी खान्छ, चिल्लो त यसै छ। अनि त्यसपछि समस्या धेरै भयो। सो यो खाने अब यो स्पाइरुलिनाको फाइदा खालि ग्रिन ब्लड बन्ने मात्रै होइन। यो स्पाइरुलिनालाई त हेर्नुहोस् WHO ले पनि वर्ल्डको सुपर फुड भनेको छ। कहाँको रे? संसारको सुपर फुड। सुपरम्यानको मुभी हेरे हो तपाईँ? हामीले हेर्नुभयो? किन त्यसलाई सुपरम्यान भने? उडेर अथवा केही चिज नभई कता यस्तो बिल्डिङहरू टावरै चढिदिने के हामीले गर्न सक्दैन। मतलब आम मान्छेले गर्न नसक्ने काम उसले गर्ने भएर त्यसलाई सुपरम्यान भने। WHO ले यसलाई सुपरम्यान भने आम फुडले गर्न नसक्ने काम यसले गर्ने भएर सुपर फुड भनेर छ। त्यो किन भनेदेखि अघि भनिएको थियो नि हाम्रो शरीरलाई चाहिने न्युट्रियन्ट्स भन्ने चिज चाहिँ म्याक्रो र माइक्रो टाइपको भनेर हुन्छ भनेर साइन्टिस्टहरूले भन्छन्। अब त्यो माइक्रोमा चाहिँ म्याक्रो टाइपकोमा चाहिँ त्यो पानी, कार्बोहाइड्रेट, फ्याट, प्रोटिनहरू पर्दो रहेछ। माइक्रोमा चाहिँ भाइटामिन्स र मिनरल्सको रेन्ज, भाइटामिन त एउटा मात्रै हुँदैन नि त,
भाइटामिन थुप्रै, मिनरलहरू पनि थुप्रै। त्यो चिज चाहिँ हाम्रो खानाबाट चाहिँ हामीलाई धेरै प्राप्त नहुने रहेछ। त्यो नै हो मेन हाम्रो बडीलाई स्ट्रङ बनाएर राख्ने। स्ट्रङ भनेको यस्तो खाले होइन कि इम्युन पावर स्ट्रङ भनेको क्या। अनि त्यो हामीले देख्दै नदेखे भाइरस ब्याक्टेरिया त जहाँ कहीँ छ हेर्नुहोस्, गइरहेकै हुन्छ। अहिले कोरोना आयो, हङ्गामा मचा, अहिले गयो भन्ठाने छ मान्छेले। यस्ता कोरोनाको बापहरू आउन बाँकी नै छ अझै। अनि के आउँछ, कोरोना आउँछ भने थाहा थियो अस्ति? थाहा थिएन। आयो फेरि अर्को के आउँछ, त्योभन्दा पहिला के सार्स के आएको थियो नि त, यो आउँछ। यतातिर चिन्ता गर्ने नि, चिन्ता के त बडीलाई स्ट्रङ बनाउने, इम्युनाइज गरेर बस्ने, जेसुकै आओस् न अनि होइन। त्यसपछि समस्या आउनु। त्यस्तो भाइटामिन्स र मिनरल्सहरूको मेन काम भनेको बडीको इम्युन पावरलाई स्ट्रङ गराउने काम रहेछ। त्यसको त यो खानी हो हेर्नुहोस्। त्यति मात्रै होइन, यसमा एउटा GLA भन्ने तत्त्व पाइन्छ, गामा लिनोलेनिक एसिड भन्ने। त्यो गामा लिनोलेनिक एसिडको काम चाहिँ एउटा काम चाहिँ त्यसले इम्युन पावरलाई बढाउने नै हो, यो कुरा गरिहाल्यो। त्यसो भएर बच्चाको आमाको दुध चुसेको बच्चाको इम्युन पावर यसै पनि बढी हुन्छ भनिन्छ। बट्टाको दुध खाएको बच्चा चाहिँ बार बार बिमारी भएको भए डाक्टर कहाँ लगेको लागि इम्युनिटी कमजोर भएर भएपछि पनि भनिन्छ नि त। सर त्यो एउटा हो। अर्को सबभन्दा इम्पोर्टेन्ट काम भने यसको चाहिँ के छ भने GLA को कि यो हाम्रो हार्मोनल इम्ब्यालेन्स भन्छ नि, हर्मोनको ब्यालेन्स नहुने। हाम्रो शरीरमा थुप्रै किसिमका हर्मोन्सहरू हुन्छन्, त्यो हर्मोनहरू गडबड हुनाले धेरै कुराहरू गडबड हुन्छ। आजकल यो थाइराइड भन्नेहरू पनि धेरै कमन भइसकेको छ नि। त्यो पनि हर्मोन बिग्रेपछि हुने, ग्ल्यान्डुलर सिस्टमलाई त्यसले चाहिँ असर गर्दो रहेछ। अनि त्यो थाइराइड बिग्रे, यतै काटा घाँटी काटा होइन, त्यस्तो खालको। र यो कतिपय मान्छेहरूको चाहिँ हर्मोन बिग्रिएपछि चाहिँ के हुँदो रहेछ भनेदेखि कि भर्खरको जुन उमेरका बालबच्चाहरू केटाकेटीहरू हुन्छन् उनीहरूको चाहिँ त्यो चिडचिडाहटपन बट्टा हुने के हुने त्यो हर्मोनको कारण, पढाइमा ध्यान नदिने, कन्सन्ट्रेसन नहुने हर्मोनको कारण। र कतिपय त यस्तो पनि जटिल केस हुन्छ हेर्नुहोस्, हेर्दाखेरि स्ट्रक्चर छ केटाको, स्ट्रक्चर चाहिँ के हो केटाको, व्यवहार गर्छ केटीको। हेर्दाखेरि केटी छ, गर्छ केटाको व्यवहार। यो पनि हर्मोन बिग्रेर नै हुने काम रहेछ। त्यसो भएर यो हर्मोनल इम्ब्यालेन्सलाई ब्यालेन्स गर्ने काम पनि त्यसमा पाउने त्यो GLA भन्ने चिजमा, त्यो खालि आमाको दुधबाट मात्रै पाउने चिज रहेछ। त्यस भएर यसलाई नेक्स्ट टु मदर मिल्क भनेर चाहिँ यसलाई चिनिन्छ। यसलाई सुपर फुड भनिन्छ, नेक्स्ट टु मदर मिल्क भनिन्छ। यसलाई चाहिँ ग्रिन ब्लड भनिन्छ। यो ग्रिन ब्लड, ग्रिन चिज खायो ब्लड बन्ने भएको कारणले गर्दाखेरि क्या ग्रिन ब्लड भन्छ। यसको थुप्रै नामहरू छ। सुपर फुड त यसलाई WHO ले भन्यो। अनि यसलाई चाहिँ माल न्युट्रिसनलाई चाहिँ इराडिकेट गर्न, त्यसलाई हटाउन सक्ने चिज हो पनि भनेर चाहिँ इम्साम भन्ने अर्को एउटा अर्गनाइजेसन लागेको छ, जुनलाई चाहिँ युनाइटेड नेसनले चाहिँ सपोर्ट गरेको छ। यसलाई चाहिँ कसरी यो संसारका मान्छेलाई माल न्युट्रिसनबाट चाहिँ हटाउने। माल न्युट्रिसन भनेको के छ, जस्तो अफ्रिकातिरको खान नपाएको छालै हड्डीमा गएर टाँसिएकोलाई हामीले माल न्युट्रिटेड भन्थ्यौँ। खाना मजाले पाएर फुलेर हिँडेको पनि माल न्युट्रिसन नै भएको हो क्या। त्यो दुइटै खालकोलाई सपोर्ट गर्ने खालको यो भएको। सो यो चाहिँ एकदमै बेनिफिसियल हुन्छ। प्रोटिन, जसले एक्सर्साइज गर्छ के गर्छ त्यस्तो मान्छेहरूको लागि पनि प्रोटिन। तर त्यो बाहिरतिर पाउने जुन प्रोटिन जुन किनेर खान्छ त्यो खाएपछि त मजासँग एक्सर्साइज नगऱ्यो भने फेरि त्यसले अर्को असर गर्छ भनेर गर्नै पर्छ भन्दो रहेछ। हाम्रो त यो त प्रोटिन भन्यो भने 65% प्रोटिन जुन चाहिँ माछा मासु हो हामीले खाने प्रोटिनको लागि 18-20% भन्दा बढी हुँदैन त्यसमा। त्यो पनि डाइजेस्ट गर्न सजिलो हुँदैन माछा मासुबाट पाइने प्रोटिन। र यो चाहिँ भेजिटेबल प्रोटिन, त्यो पनि 65% इजिली डाइजेस्ट हुने हाम्रो शरीरमा। र यो खाएपछि एक्सर्साइज गरे त एक्सर्साइज जहिले गरे पनि राम्रै हो। तर यो खाएकै कारणले एक्सर्साइज गर्नु पर्दैन, ओछ्यानमा आरामले सुते पनि हाम्रो शरीरलाई लाभ गर्छ। भाइटामिन A आँखा देख्नको लागि बच्चाहरूको लागि के भनेर हामी क्यारोट खानु खुवाउने गर्छौँ। 7 गुणा बढी भाइटामिन A अथवा बेटा क्यारोटिन चाहिँ यसमा पाउँछ। यस्तै गरेर म्याग्नेसियम क्याल्सियम भन्नुहोस्, यी सारा चिजहरू जुन हाम्रो शरीरको लागि आवश्यक पर्छ एकदमै हाई कन्सन्ट्रेसनमा यसमा भएको कारणले गर्दाखेरि WHO पनि बाध्य भएको यो सुपर फुडै हो भनेर। योभन्दा ठुलो खाना यो संसारमा छैन। अब यसलाई थोरै खाने, कति त कमसेकम 4 दाना खाने। किन 4 दाना? 4 दाना भनेको 1 ग्राम हुन्छ क्या।
र के पनि भनिएको छ भनेदेखि 4 दाना अथवा 1 ग्राम बराबर 1 किलोग्राम सबै चिज मिसिएको फुल फलफुल तरकारी भेजिटेबलहरू मिसिएको चिजहरू हुन्छ नि, त्यो 1 किलोग्राम एसर्टेड फ्रुट्स भेजिटेबल ग्रिन लिभ्स बराबर खाँदाखेरि जति भाइटामिन र मिनरल्सहरू पाइन्छ यो चाहिँ 1 ग्राममा पाइन्छ भनेर भने। त्यसकारण यो 1:1000:1 को रेसियोमा पाइन्छ त्यो भाइटामिन मिनरलहरू हाम्रो आम फुडलाई कम्पेयर गर्दाखेरि। त्यो 1 ग्राम कमसेकम त्यति खाने, बढी त्योभन्दा बढी खान सके झनै राम्रो। र एउटा पनि कुरा के भनिहाल्यो भनेदेखि हाम्रो प्रडक्टहरू चाहिँ ओभरडोज हुन्छ कि भन्ने ठाउँमा हामी कहिले पुग्न सक्दैनौँ, त्यसको चाहिँ चिन्तै नगरे हुन्छ। बरु यति खान सकिन्छ कि सकिन्न भन्ने मात्रै चिन्ता हो। कसैले डोज कति हो खाने भनेर सोध्छन्। हामीले थोरै स्टार्ट कसरी गर्ने अथवा सबैभन्दा मिनिमम चाहिँ खाने कसरी हो कति हो भनेर चाहिँ भनिन्छ। त्योभन्दा बढी कति खाने भन्ने कुरा चाहिँ उहाँको पकेटले कति अलाउ गर्छ त्यसमा भर पर्छ। ओभरडोज हुने ठाउँमा त हामी पुग्दैन भन्ने कुरा नि भयो। त्यसो भएर आफ्नो शरीर हो, यसलाई यो खानु भनेको शरीरमा ठुलो इन्भेस्टमेन्ट भइरहेको हुन्छ क्या। त्यो पछि गएर लङ रनमा चाहिँ हामीले क्यालकुलेटरमा हिसाब गरेर पनि सायद त्यो भेट्दैन होला, त्यति ठुलो इन्भेस्टमेन्ट भइरहेको हुन्छ। एउटै मात्रै उदाहरण दिन्छु मैले तपाईँहरूलाई। कसैको दुर्भाग्यवश किडनी खराब भयो, अब कति पैसा चाहिन्छ? हजुर पाइन्छ र? म यतै पठाइदिन्छु, मान्छेहरू पाइन्छ भने म यतै पठाइदिन्छु। ल जति लागोस्। अब भइसकेपछि मैले त्यसो बुझेअनुसार चाहिँ पैसाको खोलो बग्छ क्या उपचार गर्ने क्रममा। र यदि खोलै बगाएर पनि पहिलाको अवस्थामा त उस्ताको उस्तै त हुन सक्दैन। सबै हाम्रो प्रधानमन्त्री जस्तो भाग्यशाली कहाँ हुन्छ हजुर? अनि त्यसपछि गएर यो चिजहरू खाने भनेको त्यस्तै खालको अर्ग्यानहरूमा चाहिँ इन्भेस्ट गर्नु हो क्या। थोरैबाट इन्भेस्ट खानामा त हामीले कति इन्भेस्ट गरेछ नि, त्यो त इन्भेस्ट होइन खर्चै भन्दा नि हुन्छ। अझ जन्मेदेखि अहिलेसम्म कति भात खायो होला, या त्यो बोरामा हाल्दै राख्दै गरेको कति ट्रक हुन्थ्यो हो कि होइन? भने जस्तै कुरा त हो नि, यो त खाना हो। त्यही हिसाबले यसलाई कसरी म्यानेज गरेर खानु भनेको चाहिँ त्यो बुद्धिमानी हुन सक्छ।